भगवानको नाममा हामीले यो पञ्चबाजाको नरासहित एकचोटि बाजालाई घन्काइसकेको छौँ र हामीले यहाँ थाली पनि उतारिसकेको छौँ। देवीको नाममा यहाँहरू सबैको मन आकांक्षा पुरा होस् अनि यहाँहरू सबैजना हाम्रो आदरणीय महानुभावहरू त्यसका सांस्कृतिक रूपमा पनि यसले ठुलो महत्त्व राख्दछ। दिनुहुनको लागि हाम्रो भर्खरै मात्र नवनिर्वाचित धन्यवाद बहिनी चमेली। आजको यस ऐतिहासिक चैत्राष्टमी मेलामा उपस्थित हुनुभएका हाम्रा सामाजिक व्यक्तित्वहरू, भोलिन्टियर साथीहरू, आफ्नो काममा लागिरहनु भएको छ, यो काममा हुने हाम्रा सम्पूर्ण साथीहरूलाई साथीहरूप्रति र सम्पूर्ण पाहुनाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमको सुरुवात भइसकेको साथीहरूलाई हेरिदिनु भएको आभार व्यक्त गर्दछु र हाम्रो कार्यक्रममा तपाईँहरू पूर्ण रूपमा इन्जोय लिनुहुनेछ, रमाउनुहुनेछ भन्ने आशा व्यक्त गर्दै म माइक्रोफोनमा सञ्चालक हाम्रो उद्घोषिका बहिनी चमेली दिनलाई दिन चाहन्छु। ज्यूहरू यहाँहरू सबैलाई समसामयिक रूपमा म एकमुष्ट रूपमा स्वागत भन्न चाहन्छु। तर हाम्रो केही व्यक्तित्वहरू हुनुहुन्छ जसलाई हाम्रो गर्न चाहन्छु। पत्रकारिताको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउनु भएको यहाँहरू सबैले सङ्गठित बनाएर लिएर जानको लागि सदा सकारात्मक भूमिका खेल्ने आदरणीय व्यक्तित्व मेरो आदरणीय दिदी पनि हुनुहुन्छ। हामी सबैको आदरणीय व्यक्तित्व हुनुहुन्छ र उहाँ आइडल पनि हुनुहुन्छ। दिदी हजुरलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। असाध्यै राम्रो सदाबहार कलाकारजी गर्न चाहन्छु हामी संस्थाको तर्फबाट। यो मन रसायो त्यही बेमानी सोल्टी जाऊ बेमानी भेटायो चैते दसैँ मेलैमा छुट्छ आँसु झर्ने बेलैमा।
गर्ने दसैँ अगाडि
दाइको प्रस्तुति। ओहो नमस्ते नमस्ते। ठिक छ हजुर। के गर्दै हो त अहिले? यसो भिडियो गराइनु पर्यो। की दुश्मन
Para lain kan? Alhamdulillah para lain lah. Lalim jस्तो चाहिँ यसले डिस्टर्ब गर्दिन यार यसले हान्दिन यार लेट्स गो तेरी गाला ला उचाल भन I know. Take it to the mind now. तर पारा त ल्याए त फुट्यो दे भाई दे भाई दे ओ फेरि बराबर देख्यो जित्यो 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 अनि सरी भाइ खोजेकै यही हो नि यो यही खोजेकै यही हो अनि ल ल ल ल खोजेकै यही हो अनि फेरि बराबर भयो एउटा झिक्यो एउटा मलाई दियो बाबु म एक गरी तपाईहरुको एउटा मात्रै बाबु है एउटा मात्रै
थ्याङ्क यू सो मच। अब चाहिँ म तपाईँहरूको चाहिँ नम्बर भन्न गइरहेको छु। 6 डिजिटको नम्बर परेको छ। 1 हेर्नु चाहिँ सबैले आफ्नो आफ्नो 9 4 0 3। अब अन्तिम नम्बर के छ? कोही नजिक पुग्नुभयो कोही?